सो हेलो एभ्रिवान, इट्स माई न्यू भ्लग। अनि आज चाहिँ मैले पहिलोचोटि भ्लग बनाएको विच इज जहाँ चाहिँ म यी छेउमा पैसा हाल्नको लागि आफ्नो घरबाट 1 किलोमिटर जति हिँडेर गयो है। तलतिर अलिकति ठाउँ मात्र नाम हेटौडा हो, तर अलिकति गाह्रो छ। के गर्नु, अब यसो अनलाइन पेमेन्टहरू अलिक चल्न गाह्रो छ। अनि आज चाहिँ अनि भ्लग बनाइदिउँ भनेर अनि लाग्यो, त्यही भएर अनि म भ्लग बनाउँदै हिँडेको। तपाईँ हेर्न सक्नुहुन्छ यहाँ बाटो कस्तो छ, बाटो हेर्न सक्नुहुन्छ है। कुनै ठाउँमा राम्रो छ, कुनै ठाउँमा कस्तो धुलो उड्ने छ, कुनै ठाउँमा पिच रोड छ, कुनै ठाउँमा बगर छ, बर्बाद छ भने बाटो। अनि हेर्न सक्नुहुन्छ यसमा चाहिँ मैले 11 र 12 को एक्जाम दिएको थियो। बिहानको चाहिँ 7 बज्दै थियो। अनि हेर्न सक्नुहुन्छ यस्तो पुरा हुस्सा लाग्दै थियो, जाडो हुँदै थियो, पुरै हात चिसो भइरहेको। अनि म चाहिँ ओभर खाबर बाटोबाट यस्तरी हिँड्दा पुरा बल्ल अनि अलिकति स्ल्याब गरेको ठाउँमा आइपुग्न थाल्यो। अनि त्योपछि तपाईँले मेरो हालत देख्न सक्नुहुन्छ, पुरा माटो पुरै बालु भएको छ। अनि त्यो माटो भएको बाटोबाट हिँड्दा ढुङ्गे बगर भएको बाटोबाट हिँड्दा चाहिँ म बल्ल हाम्रो गाउँको पिच रोडमा आइपुगेँ। हाम्रो गाउँमा चाहिँ पिच रोड सबै छ, राम्रो पनि छ। अनि मैले पसलबाट चाहिँ 2 पोका दुध किनेँ चिया खानको लागि। एकदम जाडो थियो। अनि हामी चाहिँ मेरो घर जानको लागि चाहिँ यताबाट जानुपर्छ। अनि माथि धेरै उकालो छ, तपाईँले त्यहाँ तल देख्न सक्नुहुन्छ, रोड देख्न सक्नुहुन्छ। म अलिकति जुम पनि गरिदिन्छु, हेर्न सक्नुहुन्छ त्यहाँ रोड छ, त्यहाँबाट माथितिर चढ्नुपर्छ। अब चाहिँ हामी यहाँ माथि चढिसकेपछि बल्ल घर आइपुग्छ है मेरो चाहिँ। यति भन्दै सी यु इन नेक्स्ट भ्लग। ओके, बाई बाई सबैजनालाई।